45 केजी तौल समूहमा तयारी अवस्थामा रहनको लागि सबिन गुरुङ गण्डकी प्रदेश रातो रिबनमा, रिदम थापा सुदूरपश्चिम सेतो रिबनमा। त्यसैगरी 45 केजी तौल समूहकै अर्को सेमी फाइनलको लागि अनिल लोहार लुम्बिनी प्रदेश रातो रिबनमा, सुनिल तामाङ एपिएफ सेतो रिबनमा तयारी अवस्थामा रहनुहोला। यो क्वार्टर फाइनल खेल रहेको छ जसमा जो विजय हुनुहुनेछ उहाँ सिल मेडल प्रमाणपत्र जो विजय हुनुहुनेछ उहाँ मेडल र प्रमाणपत्रको भागीदार हुनुहुनेछ। त्यसैगरी आजको यो खेलमा विजय खेलाडीहरूलाई उत्कृष्ट नगद पुरस्कारले सम्मान गरिनेछ भने प्रथम हुने मध्ये एक खेलाडीलाई चिट्ठाद्वारा रु 50,000 दिइनेछ। समय समाप्त भइसकेको छ। यता अगाडि लामो साथ दोस्रो चरणको खेल पनि बराबरीमा टुङ्गाइएको छ। अब तेस्रो चरणको खेल भने निर्णायक ज्यूबाट अनिवार्य रूपमा निर्णय आउन पर्नेछ। अहिले भइरहेको यो खेलमा रातो रिबनमा हुनुहुन्छ रजिना राई कोशी प्रदेश भने सेतो रिबनमा हुनुहुन्छ सुषमा चौधरी लुम्बिनी प्रदेश। यो भइरहेको उत्कृष्ट खेल क्वार्टर फाइनल रहेको छ। जो विजय हुनुहुनेछ उहाँ सेमी फाइनलमा प्रवेश गर्नुहुनेछ भने उपविजेता सिल मेडल प्रमाणपत्रको भागीदार हुनुहुने छैन। खेल सञ्चालन गर्ने क्रममा अहिले हुनुहुन्छ जुरीमा शिव गुरुङ, नवराज सेडाई, अजय मानन्दर। त्यसै गरी मुख्य निर्णायकमा हुनुहुन्छ दिपा साई, राजकुमार श्रेष्ठ, सन्तोष कुमार लामा, मोहन थामी, रमेश भुर्तेल। यस पश्चात खेल सञ्चालन गर्नको निम्ति मुख्य निर्णायकमा आउँदै हुनुहुन्छ गणेश प्रसाद चौधरी, अन्य सहायक रेफ्रीमा हुनुहुन्छ अमिर श्रेष्ठ, एकराज खलान, सुशान्त श्रेष्ठ, रवि दर्शनधारी। तेस्रो चरणको खेलको समय समाप्त भइसकेको छ। अब निर्णायकज्यूहरूको निर्णय आउन बाँकी छ। यसमा अनिवार्य रूपमा निर्णय दिन पर्नेछ।